के तपाईँ आफ्नो ड्रिम होम किन्दै हुनुहुन्छ? Here's the sixth thing I do for you as a mortgage loan officer. So mortgage loan officer based on तपाईँको borrow information sent to the lender. So the making the home buying process is making easy. So as a पुलको काम गर्छ. So number 1, choose the right loan. Like based on the तपाईँको बजेट र गोल अनुसार कुन लोन तपाईँको लागि फिट हुन्छ, right? Like FHA, VA, फिक्स, कन्भेन्सनल, लाइक तपाईँको बेस्ड अन तपाईँको बजेट र गोलको आधारमा कुन लोन तपाईँलाई स्विट गर्छ भनेर टु हेल्प टु चुज द राइट लोन. नम्बर 2, इभ्यालुएट योर फाइनेन्सियल सिचुएसन. लाइक तपाईँको डेप्ट कति छ, इन्कम कति छ, सेभिङ कति छ र तपाईँको क्रेडिट स्कोरलाई डिटरमाइन गरेर तपाईँको फाइनेन्सियल सिचुएसनलाई चाहिँ इभ्यालुएट गर्ने काम एज अ मोर्गेज लोन अफिसर त्यो गर्छौँ. नम्बर 3, गाइड यु थ्रु द एप्लिकेसन प्रोसेस. जस्तो कि तपाईँले घर किन्दाखेरि एप्लिकेसन प्रोसेस जुन तपाईँको 1003 फर्म, इभन लाइक इन्ड अफ द स्टेज, त्यो प्रोसेसमा तपाईँको ब्याङ्क स्टेटमेन्टहरू, W2, ट्याक्स रिटर्न डकुमेन्टहरू, 1099 सबै डकुमेन्टहरू त्यो तपाईँलाई ग्यादर गरेर टु सेन्ड टु द लेन्डर. नम्बर 4, वर्किङ विथ द अन्डरराइटर्स एन्ड प्रोसेसर. बिहाइन्ड द सिन तपाईँको लोन कुन स्टेजमा पुग्यो अन्टिल द क्लोजिङसम्म तपाईँको कुन स्टेजमा पुग्यो, तपाईँको एनी इस्युज आयो कि त्यो सबै कुरा बिहाइन्ड द सिन तपाईँले त्यहाँ हामी अन्डरराइटरसँग कुरा गरिरहेका हुन्छौँ र तपाईँलाई जानकारी दिन्छौँ. नम्बर 5, किप द प्रोसेसिङ इज मुभिङ फरवर्ड. लाइक तपाईँको एप्लिकेसन कहाँ पुग्यो, के हुँदैछ, तपाईँको सबै त्यो इन्फर्मेसनहरू त्यो ट्र्याकिङ गरिरहेको हुन्छ लोन अफिसरले, अनि तपाईँलाई जानकारी दिने काम गरिन्छ. नम्बर 6, एक्सप्लेन द कस्ट एन्ड टर्म्स. लाइक तपाईँको मन्थली पेमेन्ट कति हुन्छ, तपाईँको क्लोजिङ कस्ट, इन्ट्रेस्ट रेट कति भयो, त्यो सबैको जानकारी, क्लोजिङ इन्फर्मेसनहरू, क्लोजिङ सबै त्यो एजुकेट गर्ने कुरा, तपाईँलाई जानकारी गराउने कुरा चाहिँ गरिन्छ.